वेलकम ब्याक टु माई अनदर एपिसोड। सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु गाइज। फाइनल्ली गाइजहरू आज चाहिँ हामी कहाँ जानेवाला छौँ भने चाहिँ हामी चाहिँ स्कुलमा जानेवाला छौँ। जुन कि स्कुलमा हामी चाहिँ करिब करिब 7 वर्ष जति पठन पाठन गरिसकेका छौँ र हामी दुईजना जाँदैछौँ। देख्न सक्नुहुन्छ उता सोनियाजी हुनुहुन्छ। सो गाइजहरू अब हेर्दै गर्नुहोस् भिडियो के कस्तो लाग्छ है, बाटोमा के कस्तो हुन्छ सबै देखाइदिन्छौँ र जुई धाराको चाहिँ लामो पुल पनि हामी देखाउने कोसिस गर्नेछौँ। भलक खेल्नु होला। सो गाइजहरू खोला देख्न सक्नुहुन्छ उता। फाइनल्ली गाइज करिब करियन 1 घन्टाको यात्रापछि हामी यता बाँसगारी भन्नेमा आएको छौँ। बाँस चाहिँ देख्न सक्नुहुन्छ एउटा मात्रै छ तर बाँस गाडी रे नाउँ त बबाल नाम छ के। सो गाइजहरू यो चाहिँ चौरवनको गाउँ हो। फाइनल्ली गाइज मेरो न्यू चप्पल देख्न सक्नुहुन्छ। सो गाइजहरू मैले नयाँ चप्पल किने। चप्पलको नाम चाहिँ फुटबलर छ। फुटबल पनि म खेल्छु होला ट्याक लगाएर ठ्यौँ। फाइनल्ली गाइज हामी चाहिँ अहिले जुइधारा भन्ने ठाउँमा आएका छौँ। जोगीधारा पछाडि देख्न सक्नुहुन्छ चौरवन। त्यसपछि ऊ त्यता बादल लागेको ठाउँतिर चाहिँ मेरो घर रहेको छ र हामी जुइधारा आइसकेका छौँ। यहाँमा त लामो पुल पनि रहेको छ। अब म तपाईँलाई देखाउने कोसिस गर्नेछु है। हाम्रो घर चाहिँ उहाँ त कुहिरो लागेको भित्र रहेको छ भने जुइधारा चाहिँ यो रहेको छ र लामो पुल देख्न सक्नुहुन्छ। हाम्रो तमान खोलाको सबसे लामो पुल चाहिँ नै रहेको छ र पारी चाहिँ पसलहरू पनि रहेको छ भने यता चाहिँ नर्जा अनि यता चाहिँ थासपुरी रहेको छ गाइसहरू। तल बगरा देख्न सक्नुहुन्छ खोलीको बगराको पब्लिक मेरो दर्शक एवं पब्लिक हुनुहुन्छ उहाँ चाहिँ गाइजहरू है। अनि गाइजहरू जुइधाराको गाउँ देख्न सक्नुहुन्छ है। 3-4वटा घरहरू छ। बाइक पनि च्यात गरेको छ। स्वर्ग हेर्ने हो गाइज। स्वर्ग हेर्ने हो गाइज। ढङ्कडाङ देख्न सक्नुहुन्छ बाटो। हामी चाहिँ त्यो रोड भन्दा नि यो पाखाको त हेरेर आउँथ्यो गाइजहरू यस्तो डरजनक बाटोमा पहिला पढ्दा। सो गाइजहरू हामीले बाटोमा कुखुरा भेटाएका छौँ। अब हामीले कुखुरालाई कराप झ्याप पारेर चोर्नेवालामा छौँ र हाम्रो पिरे श्री रायकाने बाजेको भगेको घरमा हामी आएका छौँ गाइजहरू। अब उहाँ भगे चाहिँ अहिले यो संसार त्यागेर जानुभएको छ। फाइनल्ली गाइज हाम्रो पगेको घर आएका छौँ। एकदमै रमाइलो हुन्छ है गाइजहरू। पहिला गाइज तपाईँहरूले आज मेरो भ्लगमा फर्स्टचोटि देख्दै हुनुहुन्छ होला मन्दिर है। गजुता सुनको हो। राति कराब्जा भानिनुपर्छ त्यो र गाइजहरू माथि पनि मन्दिर छ। अब हामी उहाँ गएर एक्सपिरियन्स गर्नेछौँ। सो गाइजहरू देख्न सक्नुहुन्छ यो ठाउँ कति फोहोर छ भन्ने कुरा चाहिँ यहाँबाट देखिन्छ होइन। यो सिसाहरू चाहिँ यस्तो जथाभावी फालिएको छ। हाम्रो लामो पुल देख्न सक्नुहुन्छ गाइजहरू। दक्क पारामा हाम्रो लामो पुल। सो गाइजहरू विगत 3-4 वर्ष अगाडि पारीको ठाउँमा चाहिँ आग लागि भएको थियो र त्यस्तो गरेर जलेको छ ठाउँ। सो साथीहरू हाम्रो चाहिँ त्यता पावर्टी पसल रहेको छ देख्न सक्नुहुन्छ। त्यता पावर्टी पसल अब हामी यहाँ केही किन्नेवाला छौँ। फाइनल्ली साथीहरू हामी चाहिँ स्कुल आइपुगेर फर्किसकेका छौँ। फाइनल्ली गाइज मेरो काम चाहिँ सफल नै भयो र उता सोनियाको काम चाहिँ अलिकति बाँकी बसेको छ र मेरो चाहिँ पुरै खलासै भएको छ गाइजहरू। एकदमै राम्रो दिनमा आएछ भन्ने मलाई एस्पिरेमे त्यो चाहिँ मलाई भन्न आउँदैन गाइजहरू। अलिकति के हो एक्सपिरियन्स भएको छ गाइजहरू। एकदमै राम्रो देख्न सक्नुहुन्छ। यतातिर उत्तिसहरू रहेको छ र हामी पनि फर्किसकेका छौँ। अब के कस्तो हुन्छ अरू केटाहरूलाई भेटेपछि हुन्छ रमाइलो चाहिँ। फाइनल्ली साथीहरू यो चाहिँ हाम्रो भिकोस रहेको छ र हामी चाहिँ हिउँदमा चाहिँ गाइजहरू यहाँ पारी भेट्दा आउने गर्छौँ। अलिअलि देखेको छ घरहरू र अहिले चाहिँ हामी यहाँ सधैँ स्कुल पढ्दादेखि लिएर के काम गर्दा बस्ने छारी मुनि आइसकेका छौँ। तर आज हामी बस्दैनौँ किनकि पानी परिरहेको छ र आजको वेदर देख्न सक्नुहुन्छ गाइजहरू। चारैतिरबाट यस्तो डामाडोल भएको छ। नमस्कार, मेरो नाम कुशल गति मगर हो। सबैजनाले मेरो काकाको भ्लगलाई माया गरिदिनु होला। धन्यवाद। सबजनाले मेरो दाइ एमजिएम भ्लगलाई चाहिँ माया गरिदिनु होला।
हे भगवान गाइजहरू सुनिसक्नु भयो गाइजहरू मेरो सब्सक्राइबरहरूको कुरा 200 जना सब्सक्राइबरहरू हुनुहुन्छ पछि सो सब्सक्राइब चाहिँ हानिनु होला तर पनि भिडियो त त्यस्तो खास चाहिँ हाल्न पाएको छैन र मैले हाल्नेवाला छु अब चाहिँ कन्टिन्यू भन्दा पनि कन्टिन्यू नै हाल्नेवाला छु गाइजहरू सो गाइजहरू हाम्रो गाउँतिर जाने बाटोमा चाहिँ देख्न सक्नुहुन्छ विकास भएको छ एकदमै राम्रो तरिकाको यस्तो सिडीहरू हाल्नु भएको छ र हामीलाई जाने चाहिँ एकदम सजिलो भएको छ गाइजहरू यहाँ चाहिँ माथिबाट ढुङ्गो खसेर चाहिँ एकदम बाटो चाहिँ भत्काइदिएको रहेछ दामी तरिकाले भत्काएको छ यो गाउँ चाहिँ गाइजहरू पाटीचौर खर्क रहेको छ र मेरो गाउँ चाहिँ गाइजहरू कुहिरोभित्र छ बादलभित्र लुकेको छ मेरो गाउँ बाटो देख्न सक्नुहुन्छ यस्तै छ गाइजहरू गाउँघरतिरको बाटो यस्तै नै हो ल साथीहरू हामीले चाहिँ भोक लागेर यता चाहिँ पाउरुटी खाँदैछ है खै लिइहाल्न त एउटा खाएर एउटा होइन 4-5 ले ल खा के त खा मिठो छ ल साथीहरू अब चाहिँ हामीले यस्तो पाउरुटी खानुपर्ने हुन्छ के छ र गाइजहरू विद्यार्थी जीवनमा लास्टै दुःख पाइदो रहेछ हामी चाहिँ अहिले पानी खान लागेका छौँ गाइजहरू यता खोल्सातिर अब जरुवा पानी चाहिँ एकदम शुद्ध पानी हो यो ल खा त के त गदालाई नाउरो छ भन्न भिडियो लागि बिहान मलाई त स्विमिङ खेलम जस्तो भयो भन्छ के हो त सो गाइजहरू पानी चाहिँ यहाँ नै रहेको छ सो गाइजहरू हामी चाहिँ अहिले कस्तो एङ्गलले मिल्ने सो गाइजहरू हामी चाहिँ अहिले आएका छौँ यता हाम्रो पुरानो स्कुलमा पुरानो भन्दा पनि सबैभन्दा फर्स्ट सुधी पढेको स्कुल के अरे गोलो गोलो अन्डा पुलिसको दन्दा भन्ने चाहिँ यो स्कुलबाट सिकेको हामीले स्कुलको नाम पढ्नु होला माथि उल्टे बाटा आएछ गाइसहरू हामी पढेको स्कुल चाहिँ यहीँ रहेको छ श्री परमेश्वर प्राथमिक विद्यालय तमानखोला गाउँपालिका 1 हरिखरे बागलुङ स्थापना 2000 स्याङचुङ 61 र स्कुलको सूचना पार्टी चाहिँ यहाँ रहेको छ सूचनाहरू पनि रहेका छन् व्यक्तिगत घटना दर्ता भने आफ्नो त गाइजहरू के हो र हाम्रो फोहोर व्यवस्थापन यता गर्नुभएको छ म्यामहरू र जुत्ता चप्पलको लागि उता छ स्कुल चाहिँ मात्र 3 कक्षासम्म रहेको छ गाइजहरू देख्न सक्नुहुन्छ स्कुल नै हो अनि स्कुलको वातावरणहरू चाहिँ यस्तै नै छ खेलकुद मैदानहरू अनि यता शौचालय धारो टोयलेटहरू सबै छन् सो गाइजहरू यहाँ हाम्रो भतिजको कला देख्न सक्नुहुन्छ पखेत एकछिन यो चाहिँ के कराको आवाज यो के चराको आवाज हो रे के त विजय नगर्न के चराको आवाज हो रे ल भन् हलिसो चराको आवाज सुनाइदियो त ल दर्शकहरूलाई क्या राम्रो कला उमेर त भर्खर दुध खाएर आएको जस्तो देखिन्छन् छन् सरी छिन गएछ तर उहाँको कलाकारिता देख्न सक्छौँ हामीले चुई कम चपाउँदै हाम्रो यता वृक्षारोपण